ल गाइस यो चाहिँ पामे हो लेक साइडको हैन पोखरा पामे लेक साइड भन्दा अलिकति कर्नर लास्ट कर्नर पर्छ दामी छ ठाउँ अनि यो चाहिँ हामी बसेको ठाउँ चाहिँ कोको बीच बबाल छ कोको बीच अनि मेरो फ्यामिली र मेरो बेबी छोरी नरुसा मजाको छ ठाउँ ट्याकको बीच नाम मात्र बीच होइन फेरि ताल हो यो फेरि रमाइलो छ तालको छेउमा ट्याकको रिसोर्ट यो रिसोर्टको नाम चाहिँ कोको बीच है गाइस दामी छ ल गाइस तपाईहरु पनि पोखरा आउन सक्नुहुन्छ पोखरामा आएर पामेमा पोखराको पामेमा यो चाहिँ कोको बीच यसोमा दामी छ खाना पनि दामी ठाउँ पनि दामी